Hello everyone, welcome to my new YouTube channel Uncut Scenery with सुमन गोले। आज 2082 साल वैशाखी गतेको नयाँ वर्षको अवसर पारेर मैले नयाँ एउटा युट्युब च्यानलमा पहिलो भिडियो अपलोड गर्न गइरहेको छु। खासमा यस भिडियो मार्फत चाहिँ मैले मेरा सबैजना फ्यानहरू, फ्यामिलीहरूलाई, फ्रेन्ड्सहरूलाई चाहिँ नयाँ वर्षको शुभकामना सन्देश दिन चाहन्छु र आशा छ सबैजनाले मलाई साथ सपोर्ट माया गर्नुहुनेछ। यो भिडियोमा चाहिँ खासमा यस च्यानल खोल्नुको उद्देश्य चाहिँ मैले कुनै पनि एउटा नयाँ नेपाली अथवा हिन्दी अथवा कुनै मुभी हेर्छु र मलाई मनपर्छ भने त्यसलाई चाहिँ म ताजा अवस्थामै जहाँ जस्तो अवस्थामा मलाई कम्फोर्ट हुन्छ त्यही अवस्थामा सुट गरेर मैले बायस नभइकन होइन, मलाई कुनै कलाकार मन पर्न सक्छ, कुनै मन नपर्न सक्छ। मन नपर्नेको त जसरी पनि नराम्रो जस्तो पनि नराम्रो लाग्न सक्छ, मन पर्नेको जस्तो पनि मन पर्न सक्छ। त्यस्तो नभइकन पुरै कम्प्लिटली न्युट्रल पोइन्ट अफ भ्यूबाट आफ्नो चाहिँ राय दिने हिसाबमा र कुनै एडिटिङ नगरिकन चाहिँ हिसाबले सबैभन्दा छोटो छोटो मिठो हिसाबले रिभ्यू दिने उद्देश्यले यो च्यानल खोलेको छु। आज नयाँ सालको दिन तपाईँसँग कुनै प्लान बनेको छैन, तपाईँ चाहिँ फ्री हुनुहुन्छ र तपाईँसँग नेटफ्लिक्स पनि छ भने चाहिँ आज म तपाईँलाई एउटा मुभी रिकमेन्ड गर्न गइरहेको छु। यो मुभीको नाम हो कोर्ट स्टेट भर्सेस नोबडी। यो चाहिँ सबैजनाले हेर्नु होला। मलाई चाहिँ यो मुभी एकदमै राम्रो लागेको थियो। राम्रो भन्नाले मेरो पोइन्ट अफ भ्यूमा यो मुभीको लम्बाइ जति छ त्यो लम्बाइ अवधिभरमा चाहिँ मलाई कुनै अल्छीपना मलाई जेनेरेट भएन र इन्डिङ पनि जुन तरिकाले गरेको छ त्यो चाहिँ मलाई राम्रै लाग्यो। तपाईँले पनि इन्जोय गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दछु र यो मेरो रिकमेन्डेसनमा यो मुभी हेर्नुभयो भने पक्कै पनि तपाईँले एउटा सब्सक्राइब भन्ने नि बढाइदिनुहुन्छ भन्ने आशा गरेको छु। र यस्तै राम्रो राम्रो मुभीहरूको रिकमेन्डेसन चाहनुहुन्छ भने बेल आइकन पनि बजाइदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला, नोटिफिकेसन बेला बेलामा चाहनुहुन्छ भने बेल आइकन पनि अन गरिदिनु होला र सबैजना माझ मेरो मायालाई चाहिँ बाँडिदिनु होला। फेरि पनि ह्याप्पी न्यु इयर भन्दै मेरो भिडियो यही टुङ्ग्याउँछु। धन्यवाद।